यत्रो किमा फुट्दैन यहाँ मासु आयो होइन यो समातेर हेलो यहाँ नमस्ते साथीहरू के छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि ठिकै छु अनि सधैँको चाहिँ आज फेरि मेरो दिनको सुरुवात भइसकेको छ र म बिहान उठेर अब यहाँ ओट्स र दुध खाँदैछु ओट्समा पकाएर होइन त्यही हो अब आज पनि मेरो बिदा छ त्यही भएर खासै केही छैन अब बेलुका जिम जाने मात्र हो आज काम खासै केही छैन घरै बस्ने त्यही हो हेरौँ के हुन्छ सँगसँगै है त के भन्छ म चाहिँ यता जिमको लागि कोही बातिर आइसकेँ स्टेसनतिर यहाँबाट जिम जाने अब के अरे आज चाहिँ ब्याक र ट्राइसेपको छ अब यस्तो गरेर निक्लिनु पर्ने हुन्छ आज केही छैन त्यही भएर जिम गयो अनि गयो त्यति नै हो आज चाहिँ बेलुका भाइ आउँछ भाइसँगै फर्किने तरिका लगाएको छु म चाहिँ आज हौ टक्क लगाएर अब यो लस चेन्ज हान्नु पऱ्यो होइन चेन्ज हानेर अब जिम हान्नुपर्ने हुन्छ होइन गर्मी भएछ लास्टै त्यही हो जिम सकेर निक्लिसकेँ भाइ निस्किनेपछि आउँदैछन् रे भाइलाई भेटेर जानुपर्ने हुन्छ अब चाहिँ त्यहाँबाट ट्रेन चढेर जान्छु कोही बाटो अब चाहिँ होइन ठिक हो ल म अब निस्किने आइसकेँ होइन यहाँ आएर टक्क लाएर वाइएस मार्टतिर मोमोको लागि हल्का सामानहरू सपिङ हान्यो यहाँ नेपाली पसल छ नेपाली पसलमा गएर धनियाँ र अदुवा लानुपर्ने छ हामी दाजुभाइ भेट भइसक्यौँ यहाँ चाहिँ यहाँबाट धनियाँ लिएर निक्लिन्छौँ अनि गएर मोमो बनाउनु पर्ने हुन्छ आज ड्याङ मोमो खानुपर्ने हुन्छ डाइट हो यार डाइटमा बसेस् यार मोमो पार्टी हुने भयो क्यार नि हो कोको लगाउँछ फेरि गाह्रो हुने भयो तिमी गराउनु भनेको हेर्नु जानै मान्दैन ल म गएर आउँछु यो लिएर बस्छु त हामी चाहिँ नेपाली पसलबाट सामान पनि लिएर आयौँ यहाँ छ यत्रो सामान उता भाइले आधी झुन्डाछन् सिग्नल आएर रोकिरहेको होइन कता एम्बुलेन्स पनि गरेर आएको यार लागि आयो यहाँ किमा रोटी अनि यो के अरे दिदी हो निरा कहिले रिसाउने अनि लसुन अब हामी हल्का चटपट खाँदैछौँ यहाँ चटपट बनाउनु छ भुजा धनियाँ अब यतातिर चाहिँ अलिक गोलमाल छ इग्नोर गरौँ अनि यहाँ सामान आइसक्यो अब हामी टक्क मोमो बनाएर खान्छौँ एक लट आज चाहिँ अब चिटिङ डे भइछ जस्तो भयो अब मोमो खानु परिहाल्यो होइन हल्का पम्प हो कि छैन रहेछ टक्क लगाएर अब हामीले यहाँ आएर होइन म्यारिनेट गरेको मासु टक्क लगाएर यहाँ एयर फ्रायरमा हाल्दैछौँ 2 लट हाल्नुपर्ने जति स्थिति देख्यो नि है यसो गरेर हाल्यौँ लाल पछ्याउनु यो टक्क लगाएर अब यहाँ हाल्यो होइन अच्छा अब यसलाई चाहिँ 20 मिनटको राखेर अनि पल्टाइदिनु पर्ला ल कहिलेलाई यति नै लगाएर यो बन्दालाई योमा हालेर यहाँबाट घोटेर योमा हालेर अनि मोमोमा किमा हाल्नुपर्ने हुन्छ कि अनि यहाँ घोट्नुपर्ने हुन्छ तान्नु सकिनु मोबाइलसम्म मात्र उयो हुन्छ फेरि खुसिन्छ म चाहिँ बन्दा घोट्दैछु है साथीहरू ल म अब आधीमा पुगेँ होइन यति बन्दा भ्याएर प्याज यहाँ कुट्दैछु अझै एउटा डल्लो छ यो काट्दैछु अब चाहिँ लास्ट हात गरिसक्यो त मोमो त खानु पऱ्यो होइन मोमो चाहिँ खानको लागि चाहिँ अलि मिहिनेत हानिरहेको छु है
म चाहिँ यहाँ वाइएस मार्ट आइसकेँ होइन। वाइएस मार्टमा चाहिँ किन आएँ भन्दाखेरि घर मोमो बनाउनु लगाएको तिल रहेन रहेछ। तिल चाहिएर आएको होइन। तिल चाहिँ यही लिएर हुनुपर्ने हो है। हो तिल लिएर जानुपर्ने हुन्छ। तिल चाहिँ यहाँ छ। कुन तिल लाने भने थाहा भएन। म दिदीलाई फोन गरेर सोध्नुपर्ने भयो। बटर लिएँ अनि यो 2टा सेतो तिल लिएँ। अब यो एउटा पिनट बटर हुँदा चाहिँ बदाम चाहिँ लिनुपर्ने भयो। एउटा बदाम लिन्छु अनि त्यसपछि भयो। ओके अहिलेलाई यति नै। त्यो पनि पाकिसकेको छ एयर फ्रायरमा। अब एउटा हालेको छ टक्क यो पाकेपछि अहिले ततार खानुपर्छ नि सेलाउँछ नि फेरि के गर्ने अरे। मोमोको किमा पनि रेडी भइसक्यो। अनि त्यो अदुवाहरू चाहिँ अघिको केमा मिक्सरमा ल त्यो तेल लगाउने भाँडोहरूमा ल साथीहरू अब मैले यहाँ चाहिँ मोमोको लागि होइन भाँडोमा तेल लगाउँदैछु। त्यो ब्रस हराएछ त्यही भएर अब हात धोएर है फेरि राम्रोसँग धोएर मोमोको भाँडोमा तेल घोर्दैछु। म चाहिँ यति लगाएन भने चाहिँ फेरि पुरै खुस्किन्छ क्या के भन्छ चिप्किन्छ मोमो। त्यही भएर मैले यो लगाउँदैछु। अनि हाम्रो किमा पनि है यति धेरै भइसक्यो। यति लगाएपछि टक्क मोमो अब गोलो बनाउनु चाहिँ दिदीले मलाई खासै आउँदैन भाइलाई पनि आउँदैन। यति गोलो बनाइसकेपछि अनि टक्क स्टिम गरेर ड्याम खानुपर्ने हुन्छ। यही हो उता मासु पनि पाकेर रेडी भइसकेको छ मासु पनि। अब यति खानुपर्ने हुन्छ हामीले चाहिँ। मोमो एउटा मोमो पनि बनिसक्यो। दिदीले यहाँ किमा पनि बनाउँदै हुनुहुन्छ। हामी चाहिँ अब यहाँ टक्क प्लेटमा हाल्ने हो। यस्तो भयो टक्क। अब हाम्रो यहाँ पार्टी हुँदैछ। यहाँ मोमो आइसक्यो। ल अब आजको हाम्रो दिन पनि सक्यो। मोमो पनि खाएर भ्याइयो। पिरो पिरो भयो हात पनि यस्तो भयो होइन। आजको दिन मेरो यस्तो नै गयो। आजलाई यति नै होइन। अब केही प्रतिक्रियाहरू छन् भने कमेन्ट छोडिदिनु होला। अब फेरि भोलिको ब्लगमा भेटौँला। आजलाई यति नै। टिल दिन बाई 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 बाई। फेरि भोलि भेटौँला।